र हाम्रा अति प्रिय बहिनी अभिष्ना मुखिया आज तपाईँ हामी माझबाट सधैँको निम्ति परलोक सिधार्नु भएको छ। उहाँको दिवंगत आत्माले चिर शान्ति पाउनु भने सबैले प्रार्थना गरिदिनु होला। सानै उमेरमा बहिनी यसरी यो घटनाले सम्पूर्ण गाउँवासी सम्पूर्ण आफन्त इष्टमित्र दुखित भएको छ। उहाँ कलेज पढ्दा पढ्दै उहाँ अलिकति बिमारी अवस्थामा भएको हुँदा घर परिवारले सक्दो कोसिस गर्दा पनि उहाँलाई बचाउन असमर्थ रहनुभयो र हामी सबै यो घटनाले एकदमै दुखित छौँ र उहाँको चिर आत्माले शान्ति पाउनु भने प्रार्थना गरिदिनु हुन सबै इष्टमित्र बन्धु बान्धव सबैमा बिन्ती गर्न चाहन्छु। ओम शान्ति, ओम शान्ति, ओम शान्ति।